हेलो एभ्रिवान, वेलकम न्यू डे न्यू ब्लग। र आज हामी जाँदैछौँ उदयपुरबाट काठमाडौँको यात्रा। र यहाँ हामीले सुपाडेमा चाहिँ सामानहरू मिलाउनुको लागि रोकेको। यहाँ सामानहरू मिलाउँदैछन् होइन। र अब सबै सामान मिलाएर लाग्नु लागेको सिधै। र हामी यहाँ 5 मिनटको लागि रोकेको थियो। 5 मिनट गरेर हामी गफ गर्दै ओर्दै जाँदैछौँ। एकदमै राम्रो। हामी त्यहाँ पनि अगाडि लागिसकेर अहिले कटारे आइपुगेको छौँ। कटारीबाट सिधै जाँदैछौँ। अब एकदमै यो चाहिँ सिन्धुलीको बाटो, अगाडि उकालो लागेर सिधै उकालो जाँदैछौँ। यो ठाउँलाई ठ्याक्क के भन्छ ठ्याक्क बिर्सिहाल्ने, सबैले देखेपछि पक्कै नै याद होला। यहाँ चाहिँ एकदमै अब राजाहरूको फोटो बनाएको रहेछ, एकदमै राम्रो भएको रहेछ पहिलेभन्दा। र यहाँ चाहिँ खाना खानु रोकेको ठाउँ हो। यहाँ खाना खाएर हामी रेडी हुँदैछौँ जानुको लागि, अगाडि जानुको लागि। र अब यहाँ भनेको चाहिँ ठ्याक्क अब खोरकोटको बाटो जुन झर्नु लागेको छौँ। एकदमै यो 81 सालमा आएको बाढीले यहाँ धेरै क्षति पुर्याएको थियो। जस अहिले बनाइरहेको छ अझै पनि। यो जुन तल देखिराख्नु रिसोर्टमा नि पानी पसेको थियो त्यो बेला, एकदमै गाह्रो भएको थियो। अहिले राम्रो भइरहेको छ। र यहाँ चाहिँ रौसी खोला जुन यही खोला हुँदै धेरै बाढी आएको थियो। यो खोलाले धेरै बिजोग पनि बनायो लगभग पनि। खोलामा अहिले छ क्या, जाम पनि अलिअलि पर्छ, धेरै अप्ठ्यारो पनि छ। लगभग 1-2 घन्टा यो रौसी खोला कट्नै टाइम लाग्छ, धेरै गाह्रो छ। त जुन 81 सालमा आएको बाढीले यो खोला धेरै डेन्जर तरिकाले आएको थियो। भनिन्छ नि कति वर्षपछि फर्किन्छ आफ्नै बाटो, खोला नदीहरू। त्यस्तै भयो क्या खोला, एकदमै गाह्रो अवस्था छ। अहिले चाहिँ हामी भकुण्डे बेसीमा खाजा खानुको लागि एकछिन रोकेको छौँ गाडी। अब अगाडि लाग्छौँ। यहाँ चाहिँ भने साँगा बनेकोमा जाम परेर धेरै गाह्रो भयो। लगभग पनि आधा घन्टा 45 मिनट जाममा परेर बिजोग भयो नि, पछाडि जान्छ गाडीहरू। र यहाँ फेरि अगाडि काठमाडौँ साइडतिर पनि जाम पर्दै हामी लाग्दैछौँ अगाडि। एकदमै मान्छे झार्दै पनि आउँदैछन् गाडीहरूले। अब त थोरै पनि छ अप्ठ्यारो भएर। यहाँ चाहिँ अहिले कोटेश्वर आइसकेको छौँ। यता जस ट्राफिक नियम पालना भइरहेछ, उता रोकिरहेछ, यता हामी अगाडि लागिरहेछौँ। गइरहेको छ गाडी, मान्छे पनि धेरै छ। जाम चाहिँ अब काठमाडौँमा आइसकेपछि जाम चाहिँ अलिअलि पर्दै जान्छ। चाहिँ सबै मान्छेहरू खाली भइसकेको छ। हामी अब 1-2 जना मात्र छौँ। अब हामी पनि झर्नेवाला छौँ। र यहाँ चाहिँ भनेको गाडीमा थोरै काम परेर ग्यारेजमा लिएर आउनुहुन्छ बनाउनको लागि। अहिले चाहिँ म आइसकेको छु नयाँ बस पार्क रुममा नि आइसकेँ। बोलेर भिडियो बनायो, तर भिडियोको बोलीभन्दा नि ब्याकग्राउन्ड साउन्ड धेरै बढी आएर चाहिँ यसको साउन्ड कम गरिदिएको छु। यता रहेको छ मेरो रुम, एकदमै राम्रो छ। जियो सस्तो पनि रहेछ रुम। अब एकदमै अब हेरौँ भोलितिर हामी जाँदैछौँ, कता जान्छौँ, के गर्छौँ देखाउनेवाला छु। बस पार्क म बसेको ठाउँ। अब यहाँ त जाँदैछु कामतिर जाँदैछु बाटोघाट। पुरै यो सुकुम्बासी बस्ती सबै भत्काइसकेको रहेछ। सरकारले पूर्वी सुकुम्बासी बस्ती अहिले भनेको चाहिँ मेडिकलहरू गरिसकेर म लाग्दैछु साथीहरूकोतिर होइन। यता देख्न सक्नुहुन्छ एकदमै राम्रो ठाउँहरू छ, हेरिराख्नु होला। र यता म आइसकेको छु न्यु रोड साइडतिर। अनि यहाँ चाहिँ एकदमै राम्रो छ क्या बाटो, त्यस्तो फोहोर छैन। पुरै जाम छ, ट्राफिकले मिलाइरहेछ। अगाडि पुलिस, यता चाहिँ पुलिसको लर्को लागिरहेछ हतपत। यता रोकाएर मान्छे झार्नु चाहिँ मिल्दैन। यो रहेको छ दरबार हाई स्कुल, एकदमै ठुलो छ, राम्रो छ। यहाँ त देखिराख्नु आउँछ भ्यू टावरहरू एकदमै छ। जाम चाहिँ धेरै नै पर्छ जस टन्ने पाउने
जाम पनि यति छ कि साथीहरूसँग अगाडि लाग्दैछौँ जाँदैछौँ रुमतिर हामी र अब साथीको रुमबाट फेरि अब मेन पावर जानुपर्ने कारणले म यहाँ जाँदैछु। यता देख्न सक्नुहुन्छ बाइकमा जाँदैछु। यहाँको भनिन्छ नि पटाउ राइडर यस्तो त्यसमा जाँदैछु। एकदमै जस राम्रो ठाउँ छ, हरियाली छ, त्यस्तो फोहोरहरू छैन होइन ठाउँ भए पनि। म चाहिँ मेन पावरबाट अब जाँदैछु। यो रहेछ मेन पावरको नाम। अब बायोमेट्रिकको लागि जानुपर्ने हुन्छ तापातली साइड। यहाँ मेडिकलको रिपोर्ट बुझाएर त्यहाँ जानुपर्ने छ। बायोमेट्रिक गरेर पनि लगियो अब फेरि मेन पावरतिर रहेको छ सुन्दारा टोलीखेल। यस्तो रहेको छ यताको अवस्था चाहिँ रहेको छ ललितपुरको पुल चोक। यस बिहान पनि जाम त छैन र पनि ट्राफिक नियमको पालना गर्नुपर्छ क्या। बिहान त्यति धेरै मान्छे पनि हुँदैन र पनि एउटा ट्राफिक नियमको पालना गरेन भने आफू घर नपुगिकन चिट काटिसकेको हुन्छ कि। सबै क्यामेरा कारण म ओरिएन्टेसन क्लासमा जान्छु र यहाँ ओरिएन्टेसन क्लासमा आइसकेको छु। यता रेडी मार्दैछ क्लास। सबैजनाले फुल भिडियो हेर्नुभयो होला। मेरो काठमाडौँमा केही कामको लागि आएको थिएँ, किन आएको थिएँ र त्यो कामहरू सबै सकिसक्यो र आज ओरिएन्टेसन क्लास पनि 2 दिनको थियो, त्यो पनि सकेर आइसकिसकेको छु। अब म घर जानेवालामा छु र अब कति दिन पछाडि कहिले के हुन्छ नेक्स्ट भिडियो आउनेवाला नै छ। यसो भिडियो बनाउने प्रयास गरिरहेको छु होइन। राम्रो नराम्रो के हुन्छ सफल गरिदिनु होला, अघिल्लो भिडियोहरूमा नि सफल गरिदिनु होला। सो थ्याङ्क यू सो मच।